भगवान राम वनवास जानु परेको कुरा हामी सबैलाई थाहा छ, तर किन जानु परेको त्यस पछाडिको कारण के छ भनेर हामी कमैलाई थाहा होला। जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्। श्रवण कुमार, जसका मातापिता अन्धा थिए, आफ्ना मातापिताको वृद्ध अवस्था र अशक्त भएका कारण श्रवण कुमार उहाँहरूको सेवा हेरचाह गरेर दिनहरू कटाउँथे। एक दिन उनका पिताले आफूहरू तीर्थयात्रा गर्न चाहेको कुरा श्रवण कुमारसँग व्यक्त गरे। श्रवण कुमारले मातापितालाई तीर्थयात्रा गराउनु आफ्नो धर्म पनि हो सोचेर बुवाआमालाई आफैले बोकेर तीर्थयात्रा गराउन लिएर हिँडे। तीर्थयात्राकै क्रममा उनका पितालाई प्यास लाग्यो र श्रवण कुमारले हजुरहरू यहीँ आराम गर्दै गर्नुहोस्, म कतै नजिकै नदीबाट जल लिएर आउँछु भनेर उहाँहरूलाई भुइँमा राखेर आफू गए। उनी जल भाँडामा भर्दै थिए, त्यही बेला कतैबाट तीर आएर उनको छातीमा लाग्यो। अनि त्यो तीर अयोध्याका राजा दशरथले हानेका थिए। शिकार गर्ने क्रममा भुलवश त्यो तीर श्रवण कुमारलाई लाग्न पुगेको थियो। उनी प्रायश्चित गर्दै श्रवण कुमार भएका ठाउँमा गए। श्रवण कुमारले आफ्ना मातापिता जल पुरेर बसिरहेको र उहाँहरूलाई जल लग्दिन दशरथसँग अनुरोध गरे र दशरथले जल र श्रवण कुमारलाई बोकेर उहाँहरू भए ठाउँमा गए। त्यस बखतसम्म श्रवण कुमारको मृत्यु भइसकेको थियो। छोराले केही पनि नबोलिसकेपछि त किन बोल्दैनस् भनेर सोद्धाखेरि दशरथले के भएको थियो सबै वृत्तान्त कहिदिनु भयो। अनि उनका मातापिताले आफ्नो छोराको हत्याराको हातबाट जल नखाने र साथै जसरी हामीले हाम्रो पुत्र गुमायौँ, जसरी हामी पुत्र वियोगमा पर्यौँ, त्यसै गरी तिम्रो पनि पुत्र वियोगमा परेर मृत्यु होस् भनेर दशरथलाई श्राप दिए। अब दशरथका 3टा पत्नी थिए, कौशल्या, सुमित्रा र कैकेयी। कौशल्याका गर्भबाट भगवान रामको जन्म भएको थियो। सुमित्राको गर्भबाट लक्ष्मण र शत्रुघ्नको जन्म भएको थियो र कैकेयी कान्छी पत्नीबाट भरतको जन्म भएको थियो। दशरथकी कान्छी पत्नीले एक दिन आफ्ना पतिसँग एउटा बाचा गराए र दशरथले पनि हुन्छ भनिदिए र त्यो बाचा अनुरूप उनले आफ्ना पुत्र भरतले राज्य गरून् र राम चाहिँ 14 वर्षको लागि वनवास जाउन् भनेर दशरथसँग कहिदिए। दशरथलाई साह्रै पिर पर्यो। नमानौ भने आफूले बाचा हारियो, मानौ भने आफ्नो सबैभन्दा प्रिय पित्रलाई वनवास पठाउनु पर्यो। उनी पुत्र वियोगमा परे र अन्त्यमा राम वनवास जानै पर्यो र रामको यादमा पीडामा छटपटाएर दशरथको पनि मृत्यु भयो।